कुन प्रगतिको कुरा गर्छौ यार तिमी? सती प्रथा हटाइयो तर विधवालाई बोक्सी बनाइन्छ, कतै कतै कुटिन्छ यहाँ। गाउँको खेतको आलीमा मखमली र देउसी फुल फुल्दैन अब, प्लास्टिकको मालाले तिहारमा दाजुभाइ पुजिन्छ यहाँ। मेरो बाको पालोमा नारीलाई लक्ष्मी र सरस्वती मानेर पुजिन्थ्यो। मेरो पालोमा त कतै जङ्गलमा कतै खोलाको किनारमा इज्जत लुटिएको नारीको लास भेटिन्छ यहाँ। भन, अरू कुन प्रगतिको कुरा गर्दैछौ तिमी मसँग? न त्यो मलिलो बारीको माटोले पुरानो काठको हलो पाएको छ, न गैरी खेतले औषधि नमिसिएको शुद्ध अन्न फलाएको छ, न रेडियोले सत्य र साँचो समाचार बजाएको छ, न गर्वले सूर्य र चन्द्रमा बोकेको मेरो देशको झण्डा फरफराएको छ। थाहा छ तिमीलाई, मन्दिरमा पुजारी भन्दा बढी ठग भेटिन्छ यहाँ। हस्पिटलमा निको भएर फर्किएको बिरामी भन्दा लापरवाहीले मरेको शव देखिन्छ यहाँ। मेरो बाको हातमा मैले कहिले पार्टीको झण्डा नै देखिनँ। जतिपल्ट फर्केर हेरे पनि मेरो बाको पालोमा केवल देशको झण्डा फरफराएको भेटिन्छ। खै थाहा छैन यार, प्रगति भयो या संस्कार मासियो, मैले अझै बुझ्न सकिनँ। युवालाई बेचिन्छ प्रदेश प्रगतिकै लागि, युवालाई बेचिन्छ प्रदेश प्रगतिको नाममा। छिमेकीले छिमेकी नै लुट्छन् सहानुभूतिको नाममा। सोझोलाई जेलमा अनि अपराधीलाई लुकाइन्छ यहाँ। बलात्कारपछि हत्या हुन्छ एउटा फुल्दै गरेको कोपिलाको, उसको इज्जतको मजाक बनाइन्छ मिडियामा, तर बलात्कारीलाई पावरको आडमा भगाइन्छ यहाँ। कुन प्रगतिको कुरा गर्छौ यार तिमी? न लगाइन्छ सुपारीमा रङ, न गाउँको छिमेकी बोलाइन्छ यहाँ, न लिपिन्छ आँगन, न बनाइन्छ जग्गे। पार्टी प्यालेसमा छोरीको कन्यादान सकिन्छ यहाँ। न चिता सजिन्छ, न रुन्छन् आफन्त नै, लास पनि त आगो बाल्ने मिसिनमै जलाइन्छ यहाँ। खै कस्तो प्रगति हो यो? आफ्नो संस्कार बेचेर विदेशी संस्कार किनिन्छ यहाँ। मैले बुझ्नै सकिनँ, मेरो बाको युग राम्रो थियो या मेरो युग राम्रो बन्यो? अब थोरै सत्य बोल्छु, तिमी नरिसाउ ल। मेरो बाको पालोमा बिहानीको घामसँगै आँगनमा जम्मा भएर रेडियोमा देशको अवस्था सुन्ने गर्थे। मेरो पालोमा मेरो साथीहरू बत्ती निभाएर मोबाइलमा नाङ्गो चलचित्र हेर्ने गर्छन्। मेरो बा र मेरो बाको साथीहरू पल्लो गाउँमा कोही बिरामी हुँदा पनि अस्पताल लाने तयारी गर्थे। मेरो साथीहरू पल्लो गाउँको केटालाई कसरी कुट्ने तयारी गर्छन्। मेरी आमा तीजको दिन पनि 2 दिन पुग्ने घाँसको भारी काटेर मात्र माइत जाने गर्थिन् साँझमा। तर अहिलेका नारी त तीजको 1 महिना अगाडि नै वाइन र बियरको बोतलमा झुमेको देख्छु। यही हो र तिमीले देखाउन खोजेको प्रगति? मेरो पालोमा अस्पतालहरू धेरै बने होला, मेरो बाको पालोमा बिरामी नै थोरै थिए। मेरो पालोमा भिडियो कलमा मान्छेको चरित्र नाङ्गिएको देख्छु। मेरो बाको पालोमा माया र प्रेम पनि चिठीको खामभित्र सुरक्षित थिए। सुन्दा तिमीलाई तितो अनि भन्दा मलाई छुट्छु, क्या गजबको प्रगति भएछ मेरो पालोमा।